तरिका छ, सफलता छ। यही कथा पढ्नाले सुन्नाले अरूलाई सुनाउनाले पनि सर्व पाप यसरी हाल्ने धुलो मुक्त भएर जान्छ। इह लोकम सुखम भोक्त्वा मृत्वा सत्य पुरेपछि मनुष्य सारा पापहरूबाट छुट्छ। यो लोकमा मन चाहिएको सुख भोग पनि गर्दछ। के माग्ने त भगवान चाहिँ के सुख माग्नु? मनले चाहिएको सुख पो सुख हुँदछ। जुन सुख चाहिँ हामीले प्राप्त गर्यौं तर मनले चाहेको थिएन त्यहीबाट हामीलाई दुःख भयो। तर यो एकादशीको व्रत गर्दा यो लोके सुखम भोक्त्वा, यो लोकमा उसले मनले चाहेको सुख चाहिँ त्यो हो जो हामीले मागेकै थिएन त्यस्तो सुख प्राप्त गरेर मृत्यु पछाडि परलोकमा गएर भोक्ता मृत्युवा सत्य पुरेपछि सत्यको स्ट्यान्ड ल्याउने हेर्नु त यहाँ यो स्ट्यान्डमा थपक्क राखेको अहिले मैले हेर्नु त यहाँ कस्तो राम्रा टुपुक्क परेका भए। यो अलि लामो काटेको थिएँ, लामा खालको कागज काटेको थिएँ, लामा भए। यो ठिक्क अलि छोटा 1 बित्ता 2 इन्चीका काटेपछि यत्रो ठिक्क। यो एकादशीको महात्म्य हामीले श्रवण गरायौं, सत्संग श्रवण गरिदिनु भयो। यसो गर्ने नपाइसक्नु फल नै अपराध। यसलाई यसरी जुन जुन देशहरूबाट हामीलाई हेर्दै हुनुहुन्छ यहाँहरूको श्रद्धा छ। यतिकै कथा चलिरहँदा कमेन्टहरू गरिराख्नु भएको हुन्छ, लाइक सेयरहरू गर्नुभएको हुन्छ। सबैलाई गर्ने अनि यहाँ यो कथाका प्रचारक तपाईँ। हामी त एउटा स्टुडियोमा बसेर हामी कथा सुनाउँछौँ तर जन जन समक्ष आफ्ना हितैषी आफ्ना इष्टमित्र बराबरी हाल्ने हजुरहरूले एउटा कमेन्ट एउटा लाइक यसरी राधे भनिदिनु भने पुग्छ। मसला सबै सेवा धुलो बराबरी हाल्ने अनि यसरी पट्याउने धेरै कुराहरू सायद सुन्न पाउनु भएको छ, अनि यसलाई यसरी गर्ने। म त अब आफै बनाउँछु, आफूलाई पुग्ने। तपाईहरुलाई पनि कसैलाई रहर छ, कसैलाई बनाउने इच्छा छ भने आउनु, म सिकाइदिन्छु। यस्ता बनाउने पनि म सिकाइदिन्छु। अब अगरबत्ती नबालौँ, दम हुने मान्छे, रोगी बिरामीलाई असर गर्छ अगरबत्तीले, आउनु होला है, म सिकाइदिन्छु तपाईहरुलाई बनाउन। पूजा सामग्रीमा यो धुलो पनि पाइन्छ, पेपर पनि पाइन्छ, लिएर आउनु। म काट्न पनि सिकाइदिन्छु, बनाउन पनि सिकाइदिन्छु, मैले जाने जस्तो। यतिकोले यस्तोले हुन्छ, हजुरहरूलाई चल्छ भने आउनुस्, म सिकाइदिन्छु बनाउन। 20 वटा बनाउने अनि 1 मुठो पार्ने। यत्रा टुक्रा काट्ने, यसलाई